हामी सधैँ जीवन जिउने कुरा गर्छौँ, जिउने कला सिक्छौँ। यसरी जिउने त्यसरी जिउने भन्दा भन्दै सबै समय गुज्रिएर जान्छ। जीवन कसरी जिउने यसको कुनै फर्मुला छैन, किनभने फरक वर्ग, वर्ण, भूगोल, संस्कृति, हावापानीले पनि मानिसको जिउने शैलीमा प्रभाव पार्छ। एउटा भूगोलमा जन्मिएका मानिसले जुन ढङ्गले जिउने अभ्यास गर्छ, अर्को गोलार्धको व्यक्तिले त्यसको हुबहु अनुसरण गर्न सक्दैन। त्यसैले जीवन यसरी जिउनुपर्छ भनेर सर्वमान्य फर्म्याट तयार गर्न सकिँदैन। तर जीवन जिउनु एक कला हो। जन्मिएपछि हामी बाँच्छौँ, तर कस्तो जीवन बाँच्छौँ भन्ने कुरा हाम्रो कलाको कुरा हो। कसैले गुणस्तरीय जीवन बाँच्छन्, कसैले बेकारको जीवन बाँच्छ। एउटा भनाइ छ, जीवन कति लामो बाँच्छौँ त्यसले कुनै अर्थ राख्दैन, तर कस्तो जीवन बाँच्छौँ त्यसले खास अर्थ राख्छ। जन्म नै मृत्युको सुरुवात मानिन्छ, अर्थात् जन्मिएपछि मृत्यु निश्चित छ। हामी जन्मेदेखि मृत्युसम्म एउटा निश्चित अवधि बाँच्छौँ। त्यही अवधिमा हामीले आफ्नो बाँच्ने कला सिक्न सक्छौँ र सिकाउन सक्छौँ। निश्चित अवधिका लागि जीवन लिएर आएका हामी खुसीसाथ, प्रेमपूर्वक, उमङ्गमय ढङ्गले बाँच्नुपर्ने हो। तर हामीसँग यस्तो कला हुँदैन, जसले गर्दा क्रोध, लोभ, ईर्ष्या, प्रतिशोध, शत्रुता साँधेर कष्टकर जीवन बाँच्न पुग्छौँ। त्यसैले त जीवनको मूल्य र मान्यतालाई बुझ्न जरुरी छ। जीवन के हो, कसरी जिउने भन्ने कुरा हामी आफैबाट सिक्न सक्छौँ, अरूबाट प्रेरणा लिन सक्छौँ। जीवनलाई जति कलात्मक, रचनात्मक र मूल्यवान बनाउन सक्छौँ, उत्तिकै शानदार दिनहरू बिताउन सक्छौँ। आखिर समय त बितेर जान्छ नै। आज जुन क्षण हामीसँग छ त्यो हिजो हुनेछ। यसरी हरेक क्षण हामीसँग रहने छैन। जति बेला त्यो क्षण हामीसँग हुन्छ, किन रिस, दोष, लोभ, क्रोधमा फसेर बिताउने। जीवन के हो, जीवनलाई कसरी रचनात्मक बनाउने, यस सम्बन्धमा हाम्रा पुर्खाहरूले आफ्नो जीवनको भोगाई सुनाउँदै आएका छन्। विभिन्न पौराणिक ग्रन्थ, ऋषिमुनिहरूले हामीलाई गुणस्तरीय जीवन बिताउन उचित मार्गदर्शन गर्दै आएका छन्। यद्यपि यस्ता कुरालाई हामीले मनन गर्न सकेका छैनौँ। त्यसैले त आज हामी कसरी खुसी हुने, कसरी सुखी हुने, कठिन क्षणमा कसरी आफूलाई सम्हाल्ने, दाम्पत्य सुख कसरी पाइन्छ, कसरी स्वस्थ भइन्छ भन्ने खोज्न थालेका छौँ। नमस्कार, सारिका अफिसियल च्यानलमा तपाईँलाई स्वागत छ। यस च्यानलमा म विभिन्न ज्ञानमूलक विषयवस्तु लिएर उपस्थित हुने गर्दछु र आजको यो भिडियोमा म तपाईँलाई जीवन जिउने कला, खुसी, सन्तुष्ट, सफल र निरोगी जीवनका लागि किन आवश्यकता छ भन्ने बारेमा जानकारी दिनेछु। त्यसैले मेरो भिडियोलाई अन्तिमसम्म ध्यान दिएर हेर्नुहोला। त्यस्तै तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरी नजिकै रहेको बेल आइकनलाई पनि क्लिक गरिदिनुहोला र भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर पनि गरिदिनुहोला। साथीहरू, अब सुरु गरौँ जीवन जिउने पहिलो कलाबाट, जुन रहेको छ मनको विकार त्यागौँ। वास्तवमा जीवनलाई सुन्दर बनाउनका लागि अरू केही गर्नु पर्दैन, मनको विकार त्याग गरे पुग्छ। हाम्रो मनभित्र अनेक विकार जमेर रहेको हुन्छ। त्यही विकार हो जसले हामीलाई हाँस्न दिँदैन, त्यही विकार हो जसले हामीलाई खुसी हुन दिँदैन, त्यही विकार हो जसले हामीलाई उमङ्ग दिँदैन। हामीभित्र जमेर रहेको विकार हो दम्भ, प्रतिशोध, ईर्ष्या, मोह, वासना, लोभ र आलस्य। यी कुराहरू नै हाम्रो प्रगतिका बाधक हुन्। जब हामी प्रगतिको कुरा गर्छौँ, कसैले बाधा गर्छ कि भनेर सशङ्कित हुन्छौँ। हामी आफ्नो घर परिवार, आफन्त, छिमेकी र समाजका व्यक्तिहरूसँग भयभित्र हुन्छौँ। हामीलाई लाग्छ कतै उनीहरूले मलाई बाधा गर्ने त होइन, तर बाधा हामीभित्रकै विकार तत्त्व हुन्। जब विकार त्याग्छौँ, दुनियाँमा हाम्रा कोही शत्रु नै हुँदैनन्, दुनियाँमा हाम्रा प्रतिस्पर्धी नै हुँदैनन्। जसरी हामीभित्र विकार तत्त्व छन्, त्यसै गरी गुणहरू पनि छन्। हामीभित्र नै छ खुसी, हामीभित्र नै छ करुणा, हामीभित्र नै छ जाँगर,
हामीभित्र नै छ प्रेम। यी यस्ता मानवीय तत्त्व हुन् जसले हाम्रो जीवनलाई रसिलो बनाउँछ। त्यसै गरी दोस्रो कला रहेको छ खुसी कहाँ पाइन्छ। हामी खुसी खोज्न अनेक बहाना गर्छौँ। सिनेमा घर धाउँछौँ, घरमा भोज भतेर राख्छौँ, मदिरापान गर्छौँ, गाडी खोज्छौँ, सुन खोज्छौँ, घर जग्गा खोज्छौँ, तर सुख बाहिर होइन, हामीभित्रै छ। हामी आफै सुखका स्रोत हौँ, तर स्रोतलाई अवरोध पुर्याउने विकार तत्त्वलाई हटाउनुपर्छ। जब मनबाट लोभ, ईर्ष्या, दम्भ जस्ता बाधक तत्त्वलाई हटाइन्छ, सुख त्यसै प्राप्त हुन्छ। त्यसै गरी तेस्रो कला रहेको छ हरेक समस्याभित्र अवसर पनि। अक्सर हामी समस्याका कारण दुखी हुन्छौँ। यस्तो लाग्छ हामीलाई चारैतर्फ समस्याले घेरा हालेका छन्। कतिले यसबाट मुक्ति पाउनका लागि आत्महत्याको बाटो रोज्छन्। मानौ समस्या यस्तो भूत हो जसले हामीलाई लखेटिरहन्छ, तर त्यही समस्याले अवसर पनि लिएर आएका हुन्छन्। हरेक समस्याभित्र समाधान मात्र हुँदैन, अवसर पनि हुन्छ। त्यसैले जुन कुरालाई हामी समस्या देख्छौँ, असल मान्छेहरूले त्यही भित्र अवसर खोज्छन्। भनिन्छ हरेक समस्याको एउटै हल हो श्रम, अर्थात् श्रम नै हरेक समस्याहरूको समाधान हो। जब हामी सार्थक श्रम गर्छौँ, त्यसले कुनै पनि समस्यालाई नजिक पर्न दिँदैन। त्यसैले श्रमबाट हामीले कहिले पनि विमुख हुनु हुँदैन। त्यसै गरी तेस्रो कला रहेको छ रोगको स्रोत हामी आफै हौँ। हामीलाई रोगले दुःख दिन्छ। अहिले हामी कुनै न कुनै किसिमको रोगबाट पीडित छौँ। रोगकै कारण हामीले भने जस्तो खान पाएका छैनौँ, भने जस्तो गर्न पाएका छैनौँ। तर यी रोग हामीलाई कसले दिएको हो? कुनै शत्रुले, कुनै पराईले, कुनै आफन्तले। हामीभित्र जुन रोग छ त्यसको खास कारण हामी नै हौँ। हिजोको दिनमा हामीले खाएका खराब खानपान, हामीले अँगालेका खराब जीवनशैलीले आज हामी रोगी भएका छौँ। हामी कसरी रोगमुक्त जीवन बिताउने? प्रकृतिमा कति धेरै खानेकुरा छन् जसले हामीलाई निरोगी र तन्दुरुस्त जीवन बाँच्न सघाउँछ, तर त्यसलाई पन्छ्याउँदै हामी स्वादको पछाडि लाग्छौँ। शरीरले यस्ता खानेकुरा थेग्न सक्दैन। भित्री अङ्गहरूको कार्य सञ्चालनमा अवरोध पुग्छ, हामी रोगी हुन्छौँ। हामी रोगी हुनुमा जसरी हाम्रो हात छ, उसै गरी रोगमुक्त हुनका लागि पनि हाम्रै प्रयास अनिवार्य छ। यदि हामी स्वस्थ जीवनयापन गर्ने हो, पोषिलो र स्वस्थवर्धक खानेकुरा खाने हो भने हामी कसरी रोगी हुन्छौँ? जीवन अनमोल धन हो। जीवनभन्दा ठुलो अर्को धन छैन भन्ने हामी जान्दछौँ, तर जीवनलाई धरापमा राखेर भौतिक सुखको मोहमा दौडादा दौडादै हामी दुःखको तलाउमा खस्न पुग्छौँ। जीवनलाई सुखमय, सन्तुष्ट, स्वस्थ, सन्तुलित राख्नका लागि हामी आफैले प्रयास गर्नुपर्छ। यसका लागि हामीले हाम्रो जीवनको महत्त्व र मूल्यलाई बुझ्नुपर्छ। साथीहरू, आज मैले तपाईँलाई जीवन जिउने कला, खुसी, सन्तुष्टि, सफल र निरोगी जीवनका लागि भन्ने बारेमा जानकारी दिएँ। आजको यो भिडियो तपाईँलाई कस्तो लाग्यो? कृपया कमेन्ट गर्न नभुल्नुहोला। त्यस्तै तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनलाई पनि क्लिक गरिदिनुहोला र भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर पनि गरिदिनुहोला। आजका लागि यो भिडियो यति नै। अर्को भिडियोमा अर्को ज्ञानमूलक विषयवस्तु लिएर उपस्थित हुनेछु। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, धन्यवाद। नमस्कार।